अनि के हो बुवा आजको खाना चाहिँ? साथी हो आज खाना भनेको यो रोटी हो साथी। आजको खाना भनेको रोटी, यो साग भइहाल्यो, यो च्याउ, यो राँगाको मासु हो साथी हो, यो काँक्राको अचार हो, यो चाहिँ अब धनियाँको अचार हो। अब यो आँप साथी हो। अब खानु पर्यो, हजुरले खाइसक्नुभयो होला। कति बज्यो अहिले थाहा पनि भएन। अरे साथी हो के गर्नु, खानै पर्यो। राम्रो लागेमा कमेन्ट गरिदिनु होला, सेयर पनि गरिदिनु होला। आजको खाना चाहिँ साथीहरू आँप, रोटी, च्याउ फ्राई, आलु काँक्राको अचार, साग, राँगाको मासु, धनियाँ गोलभेडाको चटनी होइन त बुवा? कस्तो भएछ? तपाईँलाई रोटी त खुब मनपर्छ होइन? मोही चाहिँ ल्याउनु भएन चाहिँ क्या आज? कामले भइहाल्यो। कहिले काहीँ नखाँदा पनि हुन्छ, नभ्याउँदिन। अनि आफ्नै कौसीको साग कस्तो भएछ त? दामी? एकदम मिठो साग रहेछ यो।